हेलो हेलो सम्पूर्ण युवा किसानहरूलाई जय माटो जय कृषि। म आज बाडी सफा गर्न लागिरहेको छु। तपाईको चाहिँ केराको वरिपरि अनावश्यक बिरुवाहरू आउने त्यसले मल खाइदिने हुँदा तिनलाई काटेर एउटा बोटमा यसरी छनौट गरेर राख्नुपर्छ। यो चाहिँ हाम्रो केरा चाहिँ लगभग अब फल्दिने तयारीमा छ। कोही दिइरहेछ, कोही चाहिँ एकदम तयारी अवस्थामा छ। हेर्न चाहनुहुन्छ भने बारी सब्सक्राइबले चाहिँ मेरो यो गरिरहेछु। च्यानललाई सब्सक्राइब गर्नु नेपाली हुन्छ। है तपाईँहरूले सब्सक्राइब सम्भावना साथ दिदिनु हुन हार्दिक अनुरोध गर्न सम्भावना देखेर नेपालमा केही गर्नुपर्छ भन्ने हेतुले अब चाहिँ कृषितिर लागेको साथी हो। यस्तो के गर्ने, खासै भन्ने हो भन्दा फुर्सद पनि छैन हैन। पुरा पसिना पसिना छ, फुर्सद पनि छैन, प्रगति पनि छैन। अहिले चाहिँ प्रगतिको आशामा चाहिँ छ है। अहिले च्यात्तेको ल, बाई।